हेलो सम्पूर्ण मेरो बिग दाजुभाइहरूलाई फेरि पनि सम्झन चाहन्छु तसलियाबाट र आज फेरि मेरो खतरा भाइहरूसँग भेट भएको छ। को हुनुहुन्छ? लुक्स 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 हेलो नमस्कार। र आजको भेट कस्तो लाग्यो? मेरो भाइबाट सुरुवात। दाइलाई भेटेर एकदम खुसी लाग्यो। आज छुट्टीको दिन बबी दाइ आइदिनु भयो। वाउ आज रमाइलो आज प्रोग्राम आज धेरै खुसी लाग्यो। दाइलाई फेरि भेट्न पाइयो। वाउ दिनपछि भेटघाट भयो। यस्तै भेट भयो। एकदम झक्कास तरिकाले भेट भयो नि त। एकदमै यस्तो भेट भइरहोस्। र हामी हरेक जिल्ला 77 जिल्लाका छौँ होइन। यसरी नै हाम्रो भेट भइरहन्छ। जहाँ भेटे पनि बोलिदिनु भएको छ बबी दाइ भनेर बोलाइदिनुहुन्छ। म ह्याप्पी छु र तपाईँहरूलाई पनि म सम्झन चाहन्छु सबैजनालाई है। र अल मेरो बिग भाइहरूलाई दाइहरूलाई साथीहरूलाई पनि यहीँबाट सम्झन चाहन्छु। र मेरो बिग भाइहरूलाई पनि साथी बनाउनु होला। एकदम ह्यान्डसम भाइहरू हुनुहुन्छ होइन। र त्यसै गरी आजको भेट खुसी छौ नि होइन? वाउ। र मलाई इन्भाइट गरिदिनु भएको छ। एकदम लभ यु मेरो भाइहरू। र तपाईँहरूसँग पनि भेट्न चाहन्छु चाँडै सबैजनालाई है। र जो हुनुहुन्छ तसलियामा मिस यु होइन त? वाउ मिस यु। र अल जहाँ रहे पनि र हाम्रै देश नेपालमा भए तापनि आफ्नो फ्यामिली लगायत साथीभाइ होइन आफन्त लगायत सबैले हेर्नुहुन्छ नि त होइन यो टिकटक। त्यो भएर पनि हामी विदेशमा छौँ तर पनि हाम्रो देश नेपालमा देख्नुहुन्छ। त्यही कारणले हामीलाई के कस्तो हुन्छ यसरी यो भेटघाटबाट पनि थाहा हुन्छ क्या फ्यामिलीलाई। त्यही भएर पनि एउटा मेमोरीको लागि हो। र फ्यामिलीले पनि टेन्सन नलिनुहुन्छ भन्ने कुरामा यसरी पनि बुझ्न सकिन्छ नि त। हाम्रो फ्यामिलीहरूले चाहिँ होइन विदेशमा भयो भने मेरो छोराको नातिको भाइको ज्वाइँ चेला होइन साथीभाइ दाजुभाइको एकदम धेरै साथीभाइ हुनुहुन्छ भनेर चाहिँ एकदम टेन्सन लिनुहुन्न नि त उहाँ हाम्रो फ्यामिलीहरूले होइन। त्यो पनि सोच्नुपर्छ। मेन कुरा चाहिँ टिकटकले एकदम राम्रै काम गरेको छ। त्यही भएर पनि राम्रै तरिकाले टिकटक चलाउनु होला नि त। के भन्नु होइन त? त्यही भएर चाहिँ मेरो बिग भाइहरू भयो नजिकैबाट हेर्नु त कस्तो ह्यान्डसम छ। वाउ जेन्टल भाइहरू। ल यसरी नै हामीले चाहिँ हाम्रो भेटलाई आज मनोरञ्जन गर्दैछौँ। मेरो भाइहरूले चाहिँ मलाई इन्भाइट गरिदिनु भयो एकदम थ्याङ्क यू। र तपाईँहरूले पनि इन्भाइट गर्नुहुन्छ या नभए पनि बाटोमा भेट्दा जहाँ भेट्दा पनि म बोल्ने छु भेट्ने छु र यसरी नै भिडियो बनाउँछु होइन। यो चाहिँ मेमोरीको लागि हो नि त होइन। फेरि यो लुक्सहरू छ नि सधैँ यस्तो रहँदैन नि त होइन। त्यो भएर पनि हो। त्यही भएर सबैजनालाई भिडियो बनाएर अपलोड गर्नु होला र फोटो खिच्नु होला। किनभने रहने भनेकै यही कुरा मात्रै है। मुभी भिडियो फोटो होइन यसरी तस्बिर हाम्रो घरको भित्तामा हुन्छ नि त होइन सबैले होइन। र अहिले त फेसबुकमा टिकटकमा र युट्युबमा हुन्छ। र त्यही कारणले ध्यान दिनु होला सबैले। र मेरो भाइहरूले त बुझ्नुभयो नि होइन। वाउ। र आजको भेट इन्जोय होइन त। र सबै जय नेपाल गुड बोय। ल सबैजनालाई सम्झन चाहन्छौँ हामी तसलियाबाट होइन। साउन्ड खोइ गुड नेपालीको पावर यो हो नि त। ल सबैजनालाई मिस यु लभ यु सबै मेरो बिग दाजुभाइहरूलाई होइन त। थ्याङ्क यू। ल बाई बाई गुड नाइट।